ओके सो आज म तपाईँलाई एक्सेलमा एउटा नयाँ चिज सिकाउनेवाला छु है। र तपाईँले यहाँनिर मेरोमा अगाडि तपाईँहरूको स्क्रिनमा देख्नुहुँदैछ डाटा भनेर देख्नुहुँदैछ है। यहाँनिर जस्तै इम्प्लोइ नेम नम्बर रहेछ, नेम रहेछ, आइटम्स रहेछ, क्वान्टिटी रहेछ र उसले कुन चाहिँ मन्थमा यो आइटम्सलाई सेल गरेको त्यो मन्थ पनि त्यहाँनिर मेन्सन छ। सो अब मलाई चाहिँ यो कस्तो चाहियो भन्दाखेरि चाहिँ अकर्डिङ टु मन्थ मलाई मन्थ वाइज यो रेकर्ड चाहिँ निकाल्नु पर्ने छ अरे। अदरवाइज मैले आइटम वाइज निकाल्नु पर्ने छ अरे। सो त्यो आइटम वाइज निकाल्दा पनि भयो, मन्थ वाइज निकाल्दा पनि भयो, मैले कुनै पनि प्रकारले, तर मलाई यो सब डाटालाई चाहिँ अलग अलग सानो सानो हिसाबले निकाल्नु पर्ने छ अरे। सो यहाँनिर तपाईँले देख्नुहुँदैछ यहाँनिर अलमोस्ट मेरो 50वटा जस्तो डाटा छ। ओके, तर तपाईँले योभन्दा बेसी पनि गर्नु सक्नुहुन्छ। सो अब यसको लागि चाहिँ हामी एउटा एक्सेलमा एउटा पावरफुल टुल युज गर्छ, द्याट इज स्लाइसर है। स्लाइसर युज गरिसकेपछि चाहिँ तपाईँले कुनै पनि चिजलाई अलग अलग निकाल्नु सक्नुहुन्छ। र त्यसको लागि फर्स्ट अफ अल त तपाईँले यो डाटामा जुन चाहिँ डाटा छ त्यहाँनिर बसेर कन्ट्रोल टी गर्नुहुन्छ। जब तपाईँले डाटालाई कन्ट्रोल टी गर्नुहुन्छ तपाईँको यो एन्टायर डाटा के हुन्छ, इट गेट सेलेक्टेड यस्तो प्रकारले। सो यहाँनिर तपाईँको है यो डल्लै सेलेक्ट भएको छ। जस्तै A1देखिको तपाईँको E 52सम्म है, तपाईँको E52सम्म यहाँनिर तपाईँको सेलेक्ट भइरहेको छ। सो त्यसको बादमा तपाईँले यसलाई मैले के गरिदिएँ, ओके गरिदिएँ। सो वान्स ओके गर्ने बित्तिकै तपाईँको यहाँनिर डाउन हेड एरो भएर यहाँनिर यो सिलेक्ट भइहाल्यो। सो त्यसको बादमा तपाईँले वान्स यति गर्ने बित्तिकै टेबल टुल्सको अन्डरमा डिजाइन भनेर यहाँनिर तपाईँले एउटा एक्सटर्नल टेबल डाटाको अन्डरमा चाहिँ इन्सर्ट स्लाइसर भनेर पाउनुहुन्छ। सो जब म इन्सर्ट स्लाइसरलाई क्लिक गर्छु, सो मैले स्लाइसरलाई क्लिक गर्ने बित्तिकै यो मेरो जति पनि हेडिङ्सहरू छ यहाँनिर देख्नुहुँदैछ तपाईँको इम्प्लोइ नम्बर, नेम्स, आइटम, क्वान्टिटी र मन्थ, यो सबै यहाँनिर तपाईँको डिस्प्ले हुन थाल्यो। तर सिन्स मलाई चाहिँ यसलाई मन्थबाट चाहिएको छ, सो मैले मन्थलाई क्लिक गर्छु र मन्थलाई क्लिक गरेर मैले यसलाई ओके गरिदिएँ है। मैले मन्थ गरेर यसलाई ओके गर्ने बित्तिकै, जब म मन्थ गरेर ओके गर्ने बित्तिकै मैले यो यसरी पाएँ है। सो अब त्यसको बादमा मैले यो मन्थ यसरी जनवरी, फेब्रुअरी, मार्च र अप्रिल भनेर पाएँ। सो वान्स यति गर्ने बित्तिकै तपाईँको यहाँनिर जाँदाखेरि बटन्स भनेर पाउनुहुन्छ। सो अहिले यो मलाई कलम्स कतिबाट चाहियो है। सो मलाई यहाँनिर सिन्स मेरो जनवरी, फेब्रुअरी, मार्च, अप्रिल छ, म 4टा कलम्स गरिदिएँ है। र मैले यसलाई के गरिदिएँ, एन्टर गर्ने बित्तिकै तपाईँको यो 4टा कलम्समा यो सिफ्ट भइहाल्यो। सो यसलाई मैले फेरि के गरिदिएँ, सानो बनाइदिएँ यहाँनिर गएर जत्रो छ त्यत्रै चाहियो है। सो अब मेरो यहाँनिर बटन्स क्रिएट भयो। सो अब मलाई अहिले यहाँनिर जनवरीको रेकर्ड हेर्नु पऱ्यो भने मैले सिम्पल जनवरीलाई मात्रै क्लिक गरेँ भने मेरो यति मध्येमा रेकर्डबाट जनवरी मात्रै आयो। मलाई मार्चको हेर्नु पऱ्यो भने मार्चलाई क्लिक गरेँ, मार्चको मात्रै आयो। अप्रिलमा हेर्नु पऱ्यो भने अप्रिललाई क्लिक गरेँ, अप्रिलको मात्रै आयो। र त्यस्तै प्रकारले फेब्रुअरी गर्नु पऱ्यो भने फेब्रुअरी मात्रै आउँछ। सो यो प्रकारले तपाईँले स्लाइसर बनाएर कुनै पनि धेरै मात्राको डाटालाई चाहिँ तपाईँले सर्ट गरेर हेर्न सक्नुहुन्छ। थ्याङ्क यू भेरी मच।